यदि तपाईहरु पनि निर्वाचन प्रहरीको इन्टरभ्यू कसरी दिने, के प्रश्न सोधिन्छ, उत्तर कसरी दिने सोध्दै हुनुहुन्छ भने आजको यो भिडियोमा चाहिँ म तपाईहरुलाई निर्वाचन प्रहरीको अन्तर्वार्तामा सोधिने सबै महत्त्वपूर्ण प्रश्न र तिनको सही उत्तर दिने तरिका एकदमै सरल भाषामा चाहिँ बताउँदै छु। यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नुभयो भने अन्तर्वार्तामा पास गर्ने सम्भावना धेरै बढ्छ। अब भिडियो सुरु गरौँ। भिडियोको मेन प्रश्न उत्तरबाट तपाईलाई ध्यान दिनुपर्ने कुरा भनेको मैले यहाँ तपाईहरुलाई क्वेशन एन्सरै राख्दिने छु। त्यही भएर तपाईहरुले पढ्दै हेर्दै सुन्दै सबै गरेर चाहिँ तयारी गर्नु होला। अन्तर्वार्तामा प्रवेश गर्दा ध्यान दिने कुराहरू। अन्तर्वार्ताको दिन चाहिँ तपाईको पहिलो इम्प्रेसन चाहिँ धेरै महत्त्वपूर्ण हुन्छ। तपाईहरु लाइनमा बस्दा मोबाइल नचलाउनुहोस्, हल्ला नगर्नुहोस्। यो चाहिँ तपाईहरुको अनुशासनमा पर्छ। शान्त भएर आफ्नो पालो कुर्नुहोस्। पालो आएपछि ढोका हल्का ढकढकाएर चाहिँ अनुमति लिएर मात्र पस्नुहोस्। तपाईहरुको पालो आएपछि तपाईहरुलाई बोलाएपछि चाहिँ तपाईहरुको ढोका ढकढकाएर अनुमति मागेर सर म भित्र आउन सक्छु भनेर चाहिँ तपाईहरु सर म्याम त्यसरी जान सक्नुहुन्छ। भित्र पस्दा हल्का मुस्कान सहित पस्नुहोस्। स्पष्ट रूपमा नमस्कार सर म्याम भन्नुहोस्। तपाईहरुले चाहिँ स्पष्ट रूपमा नमस्कार भन्न सक्नुहुन्छ, गुड मर्निङ भन्न सक्नुहुन्छ, गुड आफ्टरनुन, गुड इभिनिङ के पर्छ तपाईहरुको टाइम त्यो अनुसारले आफूले जसरी जान्नुहुन्छ त्यसै गरी चाहिँ यो भन्न सक्नुहुन्छ। बडी ल्याङ्ग्वेज भनेको छ डराएको देखिनु हुँदैन, अत्याधिक हाँस्नु पनि हुँदैन, शान्त र सभ्य र आत्मविश्वास देखिनु नै सही हो। तपाईहरुको मेन भनेको सबैभन्दा पहिलो प्रश्न चाहिँ परिचय। सबैले सोध्ने भनेको चाहिँ धेर जस्तो यही परिचय हो। तपाईहरुको मेन भनेको म्यादी प्रहरीमा त्यति धेरै प्रश्नहरू सोध्दैन। अलि मान्छे तपाईहरुको कोटाभन्दा बढी छ भने चाहिँ अलि प्रश्नहरू सोध्न सक्छ, नभए खासै सोध्दैन। मेन कुरा भनेको तपाईहरुको परिचय राम्रोसँग दिनुभयो भने त्यतिमा पनि पठाइदिन सक्छ। त्यो चाहिँ तपाईहरुमा भर पर्छ। आफ्नो परिचय दिँदा चाहिँ कसरी दिने? आफ्नो परिचय दिनुहोस् भनेको छ। यहाँ धेरै साथीहरूले चाहिँ गल्ती गर्छन्। कसरी आफ्नो परिचय चाहिँ गलत दिन्छन् भन्दा गलत तरिकाले चाहिँ मेरो नाम रञ्जित कार्की हो, म चाहिँ काठमाडौँबाट आएको यति मात्रै भन्नुहुन्छ। यो चाहिँ अलि प्राप्त हुँदैन। यो चाहिँ अलिकति गलत जस्तो बुझिन्छ। अब सही तरिकाले कसरी दिने त यहाँ हेर्न सक्नुहुन्छ। नमस्कार सर म्याम भन्नु सक्नुहुन्छ। मेरो नाम चाहिँ रञ्जित कार्की हो, म काठमाडौँ जिल्लाबाट आएको। नगरपालिका गाउँपालिका के हो तपाईहरुको यहाँ भन्न सक्नुहुन्छ। म काठमाडौँ महानगरपालिकाबाट आएको, म 5 नम्बर वडा नम्बर अथवा 10 छ कति छ त्यही अनुसार तपाईहरुले भन्न सक्नु। बाट आएको हुँ भनेर चाहिँ तपाईहरुले यसमा चाहिँ आफ्नो नाम ठेगाना सबै खुलाउनु पर्यो र मैले कक्षा यतिसम्म अध्ययन गरेको छु भन्नु पर्यो। यसमा चाहिँ साधारण लेख पढ्छ। तपाईहरुसँग साधारण लेख पढ हुनुहुन्छ, पढ्नु भएको छैन भने पनि तपाईहरुले मैले चाहिँ साधारण नेपाली पढ्न लेख्न जानेको छु भन्न पनि सक्नुहुनेछ। होइन भने तपाईहरुले अब धेर जस्तो 8, 10, 12 पढेकै मान्छेहरू हुनुहुन्छ। त्यो भएर तपाईहरुले आफू कति पढेको छु, यति चाहिँ अध्ययन गरेको छु भनेर भन्न सक्नुहुन्छ। म शारीरिक रूपमा तन्दुरुस्त छु र अनुशासनमा बसेर जिम्मेवारीपूर्वक काम गर्न सक्छु। छोटो, स्पष्ट र आत्मविश्वासका साथ बोल्नुहोस्। तपाईहरुले बोल्ने बेलामा चाहिँ कण्ठ गरेर होइन, बुझेर तपाईहरुले भन्नुहोस्। मैले यहाँ जे भने तपाईहरुले त्यही कण्ठ गरेर भन्नुपर्ने छैन। तपाईहरुले चाहिँ यही अनुसारको ढाँचा चाहिँ यही तपाईहरुको यही चाहिँ हुनु पर्यो। तर तपाईहरुले आफ्नै शैलीमा चाहिँ भन्न सक्नुहुन्छ, आफ्नै तरिकाले भन्नुहोला। त्यसपछि अर्को एकदमै इम्पोर्टेन्ट, किन निर्वाचन प्रहरी बन्न चाहनुहुन्छ? सबैले सोध्न सक्ने प्रश्न सोध्यो भने। अब दोस्रो महत्त्वपूर्ण प्रश्न चाहिँ यो रहेको छ, तपाई किन निर्वाचन प्रहरी बन्न चाहनुहुन्छ भनेको यसको चाहिँ बेस्ट एन्ड राम्रो एन्सर चाहिँ कस्तो हुन्छ भनेर चाहिँ यहाँ दिएको छ। तपाईहरुले यही अनुसारले आफूले मिलाएर भन्न सक्नु। निर्वाचनको समयमा शान्ति, सुरक्षा र निष्पक्ष वातावरण कायम गर्न, प्रहरीलाई सहयोग गर्ने उद्देश्यले म निर्वाचन प्रहरी बन्न चाहन्छु। म नियम पालना गर्ने इमानदार र जिम्मेवारीपूर्वक काम गर्न सक्ने व्यक्ति हुँ भनेर तपाईहरुले यो मध्ये कुनै एउटा दुईटा बुँदा भनेर पनि त्यसरी भन्न सक्नुहुन्छ। यहाँ देश सेवा, अनुशासन, जिम्मेवारी पनि यी शब्द प्रयोग गर्न नबिर्सिनु होला। यी शब्द पनि तपाईहरुले म देशको सेवा गर्न, अनुशासन बसाल्न, जिम्मेवारीले गर्न भनेर तपाईहरुले यो मिलाएर भन्नु होला। निर्वाचन प्रहरीको काम र जिम्मेवारी के हो भनेर पनि सोध्न सक्छ, आउन सक्छ प्रश्न चाहिँ। निर्वाचन प्रहरीको काम के हो? उत्तर चाहिँ सधैँ बुँदागत र स्पष्ट दिनुहोस्। तपाईहरुले यहाँ भनेको एक दुईटा बुँदा भन्दा हुन्छ, तर सबै जान्नुपर्छ भन्ने छैन। मतदान स्थलको चाहिँ सुरक्षा गर्नु एकदमै इम्पोर्टेन्ट। मतपेटिकाको सुरक्षा गर्नु, मतदाता र कर्मचारीको सुरक्षा गर्नु,
भिडभाड र झगडा हुन नदिन सहयोग गर्नु, कमान्डरको चाहिँ निर्देशन पालना गर्नु। लामो कथा चाहिँ भनिरहनु पर्दैन, तपाईँहरूले यही मध्ये 2-4वटा मिलाएर भन्नु होला। 1-2टा बुदामा बोले पुग्छ, तपाईँहरूले 1-2टा बुदामा बोले। त्यसपछि अर्को एकदमै इम्पोर्टेन्ट, अब अलिक गम्भीर प्रश्न चाहिँ, यदि मतदान स्थानमा चाहिँ झगडा भयो भने के गर्नुहुन्छ भनेर पनि कहिलेकाहीँ सोध्न सक्छ। अब झडप हुन सक्छ, त्यसमा चाहिँ तपाईँहरूको कतिको साहसी मान्छे हुनुहुन्छ, के गर्नुहुन्छ भनेर कहिलेकाहीँ तपाईँहरूको नेचर कस्तो छ, झगडा भयो भने म चाहिँ भागिदिन्छु, म पनि लट्ठीचार्ज गरिदिन्छु भन्ने खालको त्यस्तो उत्तरहरू चाहिँ आउँछ कि भनेर मान्छेको सोच कस्तो छ भनेर बुझ्नको लागि पनि यो प्रश्नहरू चाहिँ भन्ने गरिन्छ। यसको चाहिँ सही उत्तर, पहिला चाहिँ स्थिति शान्त पार्ने प्रयास गर्छु, तुरुन्तै आफ्नो कमान्डर र नजिकको प्रहरी टोलीलाई चाहिँ जानकारी दिन्छु। तपाईँहरूको कमान्डर भनेको चाहिँ म्यादीहरूको चाहिँ नेपाल प्रहरी हुनेछ र तपाईँहरूको त्यहाँ कमान्ड चाहिँ नेपाल प्रहरीको अफिसरहरू हुन सक्नुहुन्छ। तपाईँहरूले त्यहाँ आफ्नो कमान्डरलाई चाहिँ खबर गर्न सक्नुहुनेछ। नियमअनुसार भिड नियन्त्रणमा सहयोग गर्छु, आफू चाहिँ हिरो बन्न खोज्नु हुँदैन। यसको मेन पोइन्ट भनेको चाहिँ आफू चाहिँ म आफै नियन्त्रण गर्छु, म आफै चाहिँ सबैले डङडङ पार्छु भन्ने खालको चाहिँ उत्तर दिनु भएन। नियम, सूचना र कमान्ड नै सबैभन्दा चाहिँ महत्त्वपूर्ण हो। तपाईँहरूले नियम सबै पालना गर्नु पर्यो, सूचना र कमान्डर नै सबैभन्दा चाहिँ महत्त्वपूर्ण हो, त्यो पनि बुझ्नु पर्यो। अब कबडा र समय के कुरा, कबडा भनेको चाहिँ तपाईँहरूले पार्ट 1 भिडियो हेर्नुभएको भए त्यसमा भनेको छ, राम्रोसँग त्यो भिडियो हेर्नु। कपडा तपाईँहरूले सफा साधारण फर्मल चाहिँ कपडा लगाउनुहोस्, चप्पल फाटेको जिन्स कपडाहरू चाहिँ नलाउनुहोस्। तपाईँहरू नर्मल सर्ट प्यान्ट लाउन सक्नुहुन्छ। समय, अन्तर्वार्ताको समयभन्दा चाहिँ एकदमै इम्पोर्टेन्ट, कम्तीमा 30 मिनट अगाडि पुग्नुहोस्। तपाईँहरूले चाहिँ एकदमै महत्त्वपूर्ण टाइमको पनि ख्याल गर्नुपर्छ। त्यसपछि यति भयो भने मेन प्रश्न भनेको यति नै सोध्ने गर्छ। तपाईँहरूले अलिअलि जिकेहरू चाहिँ अलिअलि सामान्य ज्ञान जिकेहरू पनि अलिअलि चाहिँ थाहा हुनु पर्यो, कहिलेकाहीँ सोध्न सक्छ। जिकेबाट धेरै गहिरो प्रश्न आउँदैन, सोधिन सक्छन् साना। हालको गृहमन्त्री को हुन्, सबैले थाहा छ होला। राष्ट्रपति को हुन्, राष्ट्रपतिको नाम तपाईँहरू सबैले थाहा छ। आफ्नो जिल्लाको सिडिओको नाम, यो चाहिँ यो 2टा सबैले थाहा छ, सबैले मिलाउनुहुन्छ। यो आफ्नो जिल्लाको सिडिओको नाम चाहिँ के हो भनेर चाहिँ तपाईँहरूले बुझ्नुपर्छ। यो चाहिँ कहाँबाट पत्ता लगाउने भन्दा तपाईँहरूले गुगलमा गएर चाहिँ आफ्नो जिल्लाको नामको सिडिओ चाहिँ को छ भनेर सर्च गर्नु होला। आफ्नो जिल्लाको चाहिँ यो अब 77 जिल्लाको 77वटै अब कहाँ कतिवटा सिडिओ छन्, त्यही अनुसारको तपाईँहरूले यो चाहिँ आफ्नो जिल्लाको सर्च गर्नुभयो भने गुगलमा आउँछ। त्यो अनुसारले तपाईँहरूले यो चाहिँ आफै तयारी गर्नु होला। एसपी वा डिएसपीको नाम के हो भनेर पनि जिल्लामा चाहिँ जिल्लाको चाहिँ एसपीको कमान्ड हुन्छ, त्यो भएको कारणले प्राय जिल्लामा चाहिँ एसपी अथवा डिएसपी जुनै पनि हुन सक्ने पदको मान्छे, त्यो पनि कहिलेकाहीँ तपाईँहरूले सोधिदिन सक्छ। थाहा छ भने तपाईँहरूले नजिकै हुने साथीहरूलाई थाहा हुन्छ, नभए गुगल सर्च गरेर हेर्नुभयो, यसो भेट्टाउनु भयो भने चाहिँ तपाईँहरूलाई बेसिक चाहिँ राम्रै हुन्छ। बेसिक जानकारी भए पुगिहाल्यो। तपाईँहरूलाई नजाने प्रश्नहरूमा चाहिँ डराउनु हुँदैन। तपाईँहरूलाई आएको छैन भने मलाई आउँदैन, म जान्ने कोसिस गर्छु भनेर पनि भन्न सक्नुहुन्छ। अनि त्यसपछि कागजात र आत्मविश्वास, तपाईँहरूले अन्तर्वार्तामा चाहिँ अनिवार्य कागजात, नागरिकता, आफ्नो नागरिकता र एडमिट कार्ड चाहिँ दिएको होला अस्ति तपाईँहरूको, त्यो पनि लिएर जानु पर्यो। यदि तपाईँहरूले याद राख्नुपर्ने कुरा, ज्ञानभन्दा पनि आत्मविश्वास, अनुशासन र स्पष्ट बोली चाहिँ अन्तर्वार्ताको मेन फोकस हो। यी कुराहरूले नै अन्तर्वार्ता पास गराउन चाहिँ हेल्प गर्छ। तपाईँ यहाँ सोधेका प्रश्नहरू नै आयो भने यही अनुसारले दिनुभयो भने तपाईँहरू 95% चान्स हुन्छ तपाईँहरू पास हुन सक्ने। केही बुझ्नु भएन भने पनि केही कमेन्ट गर्न सक्नुहुनेछ। यो भिडियो चाहिँ उपयोगी लाग्यो भने चाहिँ तपाईँहरूले लाइक गर्न सक्नुहुन्छ, साथीहरूलाई सेयर गर्न सक्नुहुन्छ, आफ्नो म्यादी साथीहरूलाई। च्यानल सब्सक्राइब गरेर चाहिँ बेल आइकन अन गर्नुभयो भने चाहिँ हाम्रो आउने नयाँ भिडियोहरू पनि तपाईँहरूले छिटो रूपमा पाउन सक्नुहुन्छ। अन्तर्वार्ता सम्बन्धी कुनै जिज्ञासा छ भने चाहिँ कमेन्टमा लेख्नुहोस्। तपाईँको केही जिज्ञासा, कुनै प्रश्न छ भने पनि